नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ लोकराज पन्त। म तपाईँहरूलाई चाहिँ आज अबदेखि चाहिँ होइन जियो टेक्निकल इन्जिनियरिङको सब्जेक्टिभ चाहिँ सुरु गर्छु। र मेरो क्वालिफिकेसनको कुरा गर्दा चाहिँ मैले हिमालय कलेजबाट चाहिँ ब्याचलर इन सिभिल इन्जिनियरिङ होइन पुल्चोक क्याम्पसदेखि चाहिँ मास्टर इन जियो टेक्निकल इन्जिनियरिङ 2078 सालको ब्याचबाट मैले पढेको होइन। 2080 सालसम्म चाहिँ मेरो मास्टर्सको ब्याच भयो होइन। र म अहिले चाहिँ स्थानीय तहमा चाहिँ इन्जिनियरको रूपमा काम गरिरहेको छु। र तपाईँहरूलाई चाहिँ म चाहिँ जियो टेक्निकल इन्जिनियरिङ सब्जेक्ट चाहिँ मैले पढाउँछु होइन। अब त्यसमा पनि दुईवटा पार्ट छ। एउटा पार्टमा चाहिँ सोइल मेकानिक्स भयो होइन, अर्को पार्ट चाहिँ के छ त फाउन्डेसन इन्जिनियरिङ छ। अब हामी फर्स्टमा चाहिँ सोइल मेकानिक्सबाट सुरु गर्छौँ। एकदम लामो कोर्स हुन्छ यसरी पढाउने बेला है, एकदम लामो हुन्छ। हामीले चाहिँ अब केही कुराहरू पछि पिडिएफबाट पनि पढौँला। अहिले चाहिँ इम्पोर्टेन्ट कुराहरू, मोस्टली इम्पोर्टेन्ट सोधिरहने क्वेसनहरू होइन, जो सब सिलेबसमा ओरिएन्टेड भएर हामी चाहिँ अहिले यसरी यो बोर्डमा लेखे जस्तै गरेर लेखाएरै पढाउँछु म होइन। पछि केही कुराहरू चाहिँ छुट्टै कुराहरू चाहिँ पिडिएफबाट पनि हामी चाहिँ पढ्छौँ है त। किनकि कोर्स एकदम ठुलो भएको कारणले गर्दा यही पढाउने बेला 1 महिना चाहन्छौँ, त्यस्तै समय लाग्छ फेरि होइन। त्यही भएर केही कुरा चाहिँ हामी पिडिएफबाट पनि पढ्नेछौँ। अब यसमा चाहिँ तपाईँहरूले पनि सिलेबस चाहिँ डाउनलोड गरेर, सिलेबस न्यू हुनुहुन्छ भने सिलेबस चाहिँ डाउनलोड गरिहाल्नु होला होइन। अब यसमा जियो टेक्निकल इन्जिनियरिङलाई चाहिँ 2.1मा चाहिँ राखेको छ। 2.1मा कति के राखेको छ त? 2.1मा जियो टेक्निकल इन्जिनियरिङ राखेको छ। फेरि तपाईँको 2.2मा मात्र जियो टेक्निकल इन्जिनियरिङ राखेको छ। 2.1मा सोइल मेकानिक्स राखेको छ। 2.1.1मा चाहिँ के राखेको छ भने आइडेन्टिफिकेसन एन्ड क्लासिफिकेसन, आइडेन्टिफिकेसन एन्ड क्लासिफिकेसन अफ सोइल भनेर राखेको छ। सोइल राखेको छ। ल अब यो भित्र पनि के राखेको छ भने, यो भित्र पनि हेर्नुहुन्छ भने तपाईँहरूले चाहिँ होइन, फिल्ड आइडेन्टिफिकेसन अफ सोइल एन्ड सोइल क्लासिफिकेसन अफ फिल्ड आइडेन्टिफिकेसन अफ सोइल एन्ड सोइल क्लासिफिकेसन। त्यो भित्र पनि मेथडहरू के छ त? डिस्क्रिप्टिभ, टेक्सचर, आइएसआई, इन्डियन सोइल क्लासिफिकेसन आइएसआई, एमआइटी एन्ड युएससिएस। ल यति मेथडहरू चाहिँ राखेको छ होइन। अब हामी चाहिँ आइडेन्टिफिकेसन एन्ड क्लासिफिकेसन अफ सोइलबाट चाहिँ सुरु गर्छौँ होइन। यो चाहिँ तपाईँको ग्रुप ए अन्तर्गत पर्छ। ग्रुप ए अन्तर्गत चाहिँ अर्को चाहिँ तपाईँको स्ट्रक्चर इन्जिनियरिङ भन्ने सब्जेक्ट पनि पर्छ, स्ट्रक्चर इन्जिनियरिङ। अर्को चाहिँ जियो टेक्निकल इन्जिनियरिङ पर्छ। अब योबाट क्वेसनहरू मिक्स गरेर आइरहेको हुन्छ। 30 मार्क्सको यो ग्रुपको वेटेज चाहिँ कति हो त? 30 मार्क्स हो। कहिलेकाहीँ स्ट्रक्चरबाटै 10 मार्क्स आएर 20 मार्क्स जियो टेकबाट आउँछ। कहिलेकाहीँ स्ट्रक्चरबाट 15 मार्क्स, जियो टेक्निकलबाट 15 मार्क्स आउँछ होइन। त्यसरी चाहिँ क्लासिफाई भइरहेछ है त, बुझ्नुभयो नि होइन। अब यो पालि चाहिँ एउटा न्युमेरिकल आएको थियो होइन, एउटा न्युमेरिकल होइन, 5 मार्क्समा प्लस 10 मार्क्समा थ्योरी आएको थियो होइन। 5 + 10 गरेर आएको थियो, उता पनि 5 + 10 गरेर आएको थियो। यसरी 30 मार्क्स चाहिँ
30 मार्क्समा जियो टेक्निकल पोर्सनबाट 15 या 20 मार्क्सको चाहिँ तपाईँहरूले सोधिरहेको हुन्छ है त। तपाईँको केही क्वेसन छ भने लास्टमा म अनम्युट पनि गरौँला होइन, अनम्युट गरेर तपाईँहरूको केही क्वेसनहरू राख्नु होला, न त च्याट बक्समा राख्दै गर्नु होला। म चाहिँ के त लास्टमा चाहिँ तपाईँको त्यो च्याट बक्सको क्वेसनहरू पनि के रहेछ त्यो हेरौँला है त। ल अब हामी चाहिँ कोर्स सुरु गर्ने भयौँ होइन। अब यसमा पनि फर्स्टमा कसैले भन्न सक्नुहुन्छ आइडेन्टिफिकेसन अफ सोयल, फिल्ड आइडेन्टिफिकेसन अफ सोयल र सोयल क्लासिफिकेसन मा चाहिँ के फरक छ? दुईटामा चाहिँ के फरक होला? यस्तै हेर्नु है, जस्तै फिल्ड आइडेन्टिफिकेसन भन्ने कुरा तपाईँको फिल्ड आइडेन्टिफिकेसन अफ सोयल र क्लासिफिकेसन अफ सोयल। फिल्ड आइडेन्टिफिकेसन अफ सोयल र क्लासिफिकेसन अफ सोयल चाहिँ कति बेला गरिन्छ त? फिल्ड आइडेन्टिफिकेसन चाहिँ टेस्ट गर्नुभन्दा अगाडि, बिफोर द टेस्ट होइन, के टेस्ट सुरु हुनुभन्दा अगाडि चाहिँ फिल्ड आइडेन्टिफिकेसन हुन्छ। कस्तो टेस्ट त? ल्याब टेस्ट गर्नुभन्दा अगाडि। क्लासिफिकेसन अफ सोयल चाहिँ कहिले गरिन्छ त? आफ्टर ल्याब टेस्ट होइन। भन्नु खोजेको ल्याबमा नगइकन होइन, तपाईँको चाहिँ ल्याब टेस्ट गर्नुभन्दा अगाडि नै फिल्ड आइडेन्टिफिकेसन गरिने भयो होइन। क्लासिफिकेसन अफ सोयल चाहिँ ल्याब टेस्ट पछि चाहिँ गरिने भयो। त्यसमा पनि फर्स्टमा हाम्रो फिल्ड आइडेन्टिफिकेसन अफ सोयल भन्ने टपिकको बारेमा हेरौँ। अब यो फिल्ड आइडेन्टिफिकेसन अफ सोयलमा चाहिँ हामी फिल्डमा चाहिँ सोयलहरूलाई कसरी क्लासिफाई वा आइडेन्टिफाई गर्न सक्छौँ त? जस्तै कोर्स ग्रेन सोयल हामीले अब्जेक्टिभमा पढ्यौँ नि, फाइन ग्रेन सोयल, कोर्स ग्रेन सोयल। त्यसमा पनि कोर्स ग्रेन सोयलमा ग्रेभिल र सेन्ड होइन, फाइन ग्रेन सोयलमा सिल्ट र क्ले कसरी आइडेन्टिफाई हुन्छ त? त्यो हेरौँ है त। आइडेन्टिफिकेसन अफ सोयल without detailed lab test using following technique. फर्स्टमा चाहिँ ल कोर्स ग्रेन सोयल भर्सेस फाइन ग्रेन सोयल। सिधै फिल्डमा गएर यो कोर्स ग्रेन सोयल हो, यो फाइन ग्रेन सोयल हो भनेर कसरी क्लासिफाई गर्ने त? तपाईँलाई थाहा छ होला कोर्स ग्रेन सोयल र फाइन ग्रेन सोयलको बारेमा होइन। हामी ल्याबमा चाहिँ कसरी गर्छौँ त? यदि 75 माइक्रोन भन्दा ठुलो सोयल रहेछ भने त्यसलाई हामी कोर्स ग्रेन सोयल भन्छौँ। यदि 75 माइक्रोन भन्दा वा 0.075 mm भन्दा सानो सोयल रहेछ, सोयल ग्रेन पार्टिकल चाहिँ सानो रहेछ भने त्यसलाई हामी के भन्छौँ? फाइन ग्रेन सोयल भन्छौँ। त्यो त ल्याबमा भयो, फिल्डमा कसरी थाहा पाउने त? यो त फिल्ड, यहाँ हेर्नु त नामै के छ त्यसको, फिल्ड आइडेन्टिफिकेसन अफ सोयल छ नि त। कसरी थाहा पाउने त फिल्डमा? नेकेड आईले हेरेर थाहा पाउने होइन, हेरेर थाहा पाउने। के टेक्निक भनेको कसरी त? टेक्निक भनेको भिजुअल इन्स्पेक्सन। भिजुअल इन्स्पेक्सनबाट चाहिँ के गर्ने त? थाहा पाउने है त। यसमा क्राइटेरियाहरू के हुन्छ त? क्राइटेरियाहरू के हुन्छ भने फाइन पार्टिकलहरू चाहिँ आँखाले हेर्न मिल्दैन। फाइन पार्टिकल क्यान नट बी सिन बाई नेकेड आइज होइन। नेकेड आइजले चाहिँ सानो पार्टिकलहरूलाई चाहिँ हेर्न मिल्दैन है। ल अब
के गर्ने भने इफ मोर देन 50% soil particle, if more than 50% soil particles are visible by are visible individually, the soil is called coarse grain soil. Otherwise, fine grain soil. कोर्स ग्रेन सोइल भर्सेस फाइन ग्रेन सोइलमा चाहिँ आँखाले हेरेर चाहिँ हामी चाहिँ कोर्स ग्रेन सोइल र फाइन ग्रेन सोइललाई चाहिँ छुट्याउन मिल्छ भनेर मात्र भनेको हो। सेकेन्डमा जाउँ। अहिले हामी डिस्कस पनि गरौँला। अब कोर्स ग्रेन सोइलमा पनि दुईटा हुन्छ, एउटा सेन्ड हुन्छ, एउटा ग्राभेल हुन्छ। सेन्ड र ग्राभेललाई चाहिँ हामी कसरी छुट्याउँछौँ त? यो पनि हामी चाहिँ कुन टेक्निक युज गर्छौँ त? भिजुअल इन्स्पेक्सन मेथड नै युज गर्छौँ हैन। हेरेरै हामी के गर्छौँ त? छुट्याउँछौँ। हेर्ने पनि कसरी हेर्नु पर्यो त? इफ सोइल पार्टिकल्स, यो हामीले अब्जेक्टिभमा पनि मजाले पढेको छौँ है। कति साइज भन्दा ठुलो हुनुपर्छ त? इफ सोइल पार्टिकल्स हैन इज मोर देन 50% coarser than 4.75 mm size soil is gravel, otherwise sand. के हुनु पर्यो त? सोइल पार्टिकल चाहिँ हैन, यदि सोइल पार्टिकल चाहिँ 54.75 mm साइज भन्दा 50% बढी कोर्सर भयो हैन भने त्यसलाई हामी ग्राभेल भन्छौँ, नत्र के भन्छौँ त? त्यसलाई स्यान्ड भन्छौँ। ल अब यो त हामी कोर्स ग्रेन सोइल चाहिँ छुट्यायौँ। अब हामी फाइन ग्रेन सोइलमा जान्छौँ है त। फाइन ग्रेन सोइललाई चाहिँ कसरी छुट्याउने त? फिल्डमा छुट्याउनु पर्यो। ल्याबमा त हामी सकिहाल्छौँ। फिल्डमा चाहिँ अब अर्को हुन्छ यो फाइन स्यान्ड भर्सेस सिल्ट हैन। अब यो फाइन स्यान्ड र सिल्टलाई चाहिँ कोर्स र फाइनलाई पनि कसरी छुट्याउने भन्ने हुन्छ। यसको लागि चाहिँ हामी अब यो टेक्निक भनेको चाहिँ सेडिमेन्टेसन एनालाइसिस गर्छौँ। सेडिमेन्टेसन एनालाइसिसमा क्राइटेरिया के छ त? फाइन sand settles immediately while silt takes some time to settle. If more than 50% particles settles immediately
Soil is fine, otherwise silt. सेडिमेन्टेसन एनालाइसिसबाट चाहिँ हामी छुट्याउनु रहेछौँ, जसमा चाहिँ फाइन सेन्ड चाहिँ सेटल्स हुन्छ इमिडिएटली। ल अहिले हामी डिस्कस गरौँला, पहिले यो मेथडहरू सकाइहालौँ होइन। 4 नम्बरमा छ फाइन ग्रेन सोइल सिल्ट भर्सेस क्लेलाई कसरी छुट्याउने होइन। यो यसमा 2-3वटा मेथडहरू छ है। टेक्निक भनेको फर्स्टमा डाइलाटेन्सी टेस्ट, क्राइटेरिया के छ त सिल्टको लागि, फोर सिल्ट फर्स्ट वाटर appears on surface of pad while shaking on hand and disappear water after compression at mid of pad by finger. सेलको लागि त्यो छ भने क्लेको लागि जस्ट यसको उल्टो, long time take to appear water on surface of pad while shaking and does not disappear by compression at mid of pad. सेकेन्ड मेथड छ, यो फर्स्ट मेथड भयो डाइलाटेन्सी टेस्ट, सेकेन्ड छ त्यसै गरी ड्राई स्ट्रेन टेस्ट। लागि पनि क्राइटेरिया के छ भने सिल्ट, ड्राई सोइल के हुन्छ त इजिली फुटिहाल्छ, ड्राई सोइल piece can be clumber or crack भन्दा पनि हुन्छ, easily by finger. For clay, hard to clumber the piece
of dry soil by finger. त्यसै गरी थर्डमा soapy feeling in hand. क्राइटेरिया चाहिँ के छ त? soapy feel in hand after touching soil. यो silt, otherwise clay. 5 नम्बरमा यो अन्तिम छ अनि हामी एक्सप्लेनेसनमा जाउँला। प्लास्टिक क्लेमा पनि प्लास्टिक क्ले भर्सेस नन प्लास्टिक क्ले। प्लास्टिक क्ले भर्सेस नन प्लास्टिक क्ले टेक्निक के छ त? टेक्निक के छ त? रोलिङ सोइल between two arm. क्राइटेरिया चाहिँ के हुन्छ त? प्लास्टिक क्ले चाहिँ रोल हुन्छ, नन प्लास्टिक क्ले चाहिँ के हुन्छ त? रोल हुँदैन, फुटिहाल्छ। प्लास्टिक क्ले can be rolled into नभनौँ, can be rolled to finger to small thread by finger. Non-plastic clay can be plumber during rolling. ल यतिसम्म लेख्नु हैन, अनि एक्सप्लेनेसनमा जाउँला हामी।
ल सक्यो होला होइन, अब सुरु गरौँ है। माथिदेखि हामी एक्सप्लेन गर्दै आउँछौँ होइन। अब यसमा चाहिँ फर्स्टमा हाम्रो टपिकै के छ भने सिलेबसमा दिएकै टपिक होइन, यो आइडेन्टिफिकेसन एन्ड क्लासिफिकेसन अफ सोयल छ। अब फिल्डमा चाहिँ सोइललाई कसरी आइडेन्टिफाई गर्ने होइन, र अब के भन्छ ल्याब टेस्ट पछि चाहिँ कसरी सोइललाई क्लासिफाई गर्ने भन्ने कुराहरू भयो होइन। अब यो हामी दुइटैको बारेमा पढ्छौँ होइन। पहिले चाहिँ आइडेन्टिफिकेसन अफ सोइल, कहिलेकाहीँ तपाईँलाई सब्जेक्टमा चाहिँ सब्जेक्टिभमा चाहिँ होइन के सोध्न सक्छ भने तपाईँ चाहिँ कुनै एउटा ब्रिजको सुपरभिजनको लागि जाँदै हुनुहुन्छ होइन, र त्यहाँ चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट टाइपको सोयल छ भने तपाईँ चाहिँ फिल्डमा सोयललाई चाहिँ कसरी फिल्डमा चाहिँ सोयललाई कसरी आइडेन्टिफाई गर्न सक्नुहुन्छ भने चाहिँ लामो गरेर सिधै राइट डाउन द मेथड टु आइडेन्टिफाई सोयल अन फिल्ड भनेर नसोधेर यसरी लामो गरेर पनि सोध्न सक्छ, बुझ्नुभयो नि होइन। होइन हो, त्यति बेला चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो त, यो फिल्ड आइडेन्टिफिकेसन अफ सोयलको टपिक चाहिँ लेख्नु पर्यो है। ल हेर्नुहोस्, अब त्यसै तपाईँ फिल्डमा जाँदै हुनुहुन्छ, फिल्डमा चाहिँ कस्तो प्रकारको सोइल रहेछ त्यहाँ होइन, बिचको सुपरभिजन गर्न जाने बेला फिल्डमा चाहिँ कस्तो कस्तो टाइपको सोइल रहेछ भने तपाईँले आइडेन्टिफाई गर्नु पर्यो भने त्यति बेला त अब ल्याब टेस्ट त गर्न सकिन्न। त्यति बेला चाहिँ हामीले के त फिल्डमै रहेर चाहिँ के त सोइल चाहिँ आइडेन्टिफाई गर्नु पर्यो र त्यो मेथडहरू हामी पढ्छौँ। फर्स्टमा तपाईँले चाहिँ के थाहा पाउनु पर्यो भने कोर्स ग्रेन भर्सेस फाइन ग्रेन सोइल चाहिँ कसरी छुट्याउने भनेर थाहा पाउनु पर्यो। अब ल्याबमा भयो हामी के गर्छौँ, यदि 75 माइक्रोनभन्दा सानो सोयल पार्टिकल छ भने फाइन पार्टिकल चाहिँ यदि 75 माइक्रोनभन्दा सानो छ भने त्यसलाई हामी फाइन ग्रेन सोयल भन्छौँ। यदि 75 माइक्रोनभन्दा ठुलो रहेछ सोयल ग्रेन भने त्यसलाई हामी के भन्छौँ, कोर्स ग्रेन सोयल भन्छौँ। यसरी चाहिँ हामी क्लासिफाई गर्ने हो, त्यो ल्याबमा हो। तर फिल्डमा चाहिँ त्यसरी हामी क्लासिफाई गर्न सक्दैनौँ। फिल्डमा चाहिँ हामीले कसरी क्लासिफाई गर्नु पर्यो त, आँखाले हेरेर थाहा पाउनु पर्यो। जस्तै ढुङ्गा ग्राभिल र सेन्ड त थाहा हुँदैन र, थाहा भइहाल्छ नि होइन र, यो ढुङ्गा हो यो चाहिँ के हो त बालुवा हो भनेर थाहा पाइँदैन, थाहा पाइन्छ नि त होइन, त्यो ग्रेन साइज फरक फरक छ नि त। हो, फाइन ग्रेन सोयल र कोर्स ग्रेन सोयलमा चाहिँ कसरी थाहा पाउने भने बालुवा र तपाईँले चाहिँ गिट्टी चाहिँ ग्राभेल चाहिँ छुट्याइहाल्नुहुन्छ। सिल्ट र क्ले चाहिँ एकदमै झन् तपाईँको चाहिँ अब त्यो एकदमै फाइन हुने भएको कारणले गर्दा हामीले हेरेर चाहिँ के त आँखाले हेरेर थाहा पाउँछौँ होइन। भिजुअल इन्सपेक्सनबाट चाहिँ हामी के त कोर्स ग्रेन सोयल र फाइन ग्रेन सोयल चाहिँ थाहा पाउँछौँ। अब यसमा क्राइटेरिया के छ त, फाइन पार्टिकल्सहरूलाई चाहिँ होइन आँखाले हेर्न मिल्दैन, नेकेड आईले हेरेर चाहिँ यो चाहिँ क्लासिफाई हुँदैन है। क्राइटेरिया के छ भने फाइन पार्टिकल्स क्यान नट बी सिन बाई नेकेड आइज होइन। अब यो फाइन ग्रेन सोयलमा जुन फाइन अब त्यो ग्रेन छ त्यो चाहिँ अब आँखाले चाहिँ त्यति सिन हुँदैन भनेको हो। तर कोर्स ग्रेन सोयलमा चाहिँ के हुन्छ त मजाले नै तपाईँको चाहिँ के हुन्छ त आँखाले चाहिँ सिन हुन्छ। यदि 50% अफ द सोयल पार्टिकल्स आर भिजिबल इन्डिभिजुअली, तपाईँको चाहिँ सोयल पार्टिकल्सहरू चाहिँ 50% भन्दा बढी मजाले देखिरहेछ भने त्यस्तो सोयल चाहिँ कोर्स ग्रेन सोयल हुन्छ। यदि देखिरहेको छैन भने त्यसलाई हामी के भन्छौँ, फाइन ग्रेन सोयल भन्छौँ भनेर चाहिँ कोर्स ग्रेन सोयल र फाइन ग्रेन सोयल चाहिँ हामीले छुट्यायौँ। त्यसै गरी अब कोर्स ग्रेन सोयलमा पनि दुईवटा छ नि फेरि, एउटा ग्राभेल छ एउटा सेन्ड छ। ग्राभेल र सेन्डलाई कसरी छुट्याउनु त, हेर्नु त अब ग्राभेलमा पनि थाहा भइहाल्छ नि हामीलाई होइन। जस्तै अब तपाईँको यस्तै यस्तै ढुङ्गाहरू चाहिँ मिलेर बसिरहेछन् अनि यहाँ चाहिँ तपाईँको यस्तै मिलेर बसिरहेछन् भने होइन थाहा पाइँदैन त, थाहा पाइहाल्छ नि। यदि सोयल पार्टिकल्सहरू 50% कोर्सर छ होइन, 4.75 mm भन्दा बढी ठुलो साइजको छ, 50% भन्दा बढी सोयल पार्टिकल चाहिँ 4.75 mm भन्दा ठुलो छ भने त्यति बेलाको सोयललाई हामी ग्राभेल भन्छौँ। यदि सानो छ भने 4.75 mm भन्दा 50% सोयल पार्टिकल चाहिँ सानो छ, यो साइज भन्दा सानो छ भने त्यसलाई हामी के भन्छौँ, स्यान्ड भन्छौँ भनेर भन्यो है त। बुझ्नुभयो नि होइन, कोर्स र यो के अरे ग्राभेल र स्यान्ड चाहिँ यसरी चाहिँ छुट्याउने है, यो पनि आँखाले हेरेरै छुट्याउने हो। अर्को छ फाइन स्यान्ड भर्सेस सिल्ट। अब फाइन स्यान्ड र सिल्टलाई चाहिँ कसरी क्लासिफाई गर्ने भन्ने होइन। अब अब यो चाहिँ आँखाले हेरेर, किनकि हामीले अघि के पढ्यौँ भने कोर्स ग्रेन सोइल के अरे फाइन ग्रेन सोइललाई आँखाले हेरेर चाहिँ क्लासिफाई हुँदैन भनेर पढाएको छौँ। हेर्नु त्यहाँ फाइन पार्टिकल्स क्यान नट बी सिन बाई नेकेड आइज होइन, हाम्रो आँखाले हेरेर चाहिँ फाइन पार्टिकल्सहरू चाहिँ देखिन्न भने यो सिल्ट त आँखाले हेरेर त देखिनेवाला छैन। अब हामीले चाहिँ के गर्नु पर्यो भने अब यो फाइन स्यान्डमा पनि एकदम फाइन बालुवाहरू हो कि, अब यसलाई चाहिँ यो गर्नलाई हामी सेडिमेन्टेसन एनालाइसिस गर्छौँ। सेडिमेन्टेसन एनालाइसिसमा चाहिँ एउटा जार हुन्छ है,
एउटा जार हुन्छ, त्यो जारमा चाहिँ पानी भर्या हुन्छ होइन, एउटा लेभलसम्म पानी भर्या हुन्छ। अब हामी के गर्छौँ भने त्यसमा दुईटा भाँडोमा चाहिँ, एउटा भाँडोमा चाहिँ हामी यसरी चाहिँ दुईटा भाँडोमा चाहिँ हामी दुईटा डिफ्रेन्ट डिफ्रेन्ट सोइल राख्ने भयो। अब यहाँ हेर्नु त, अब यदि चाहिँ फाइन स्यान्ड चाहिँ यसमा छ भने, यसमा फाइन स्यान्ड छ, यसमा चाहिँ सिल्ड छ भने के हुन्छ भने, यसमा पानी छ है, यहाँ पानी त भइ नै हाल्यो होइन। अब के हुन्छ भने बालुवाहरू, फाइन स्यान्डहरू के हुन्छ त, हेभियर पार्टिकल हुन्छ नि होइन, यिनीहरू के हुन्छ त इजिली सेटल भइहाल्छ यहाँनिर, यसरी यहाँ डुबिहाल्छ, किनकि यिनीहरूको चाहिँ वेट हुन्छ नि त होइन, यिनीहरूको वेट हुन्छ, यसरी चाहिँ यहाँ डुबिहाल्छ, सेटल्स भइहाल्छ। तर सिल्ट एकदम तपाईँ पानीमै हाल्ने बेला क्विकली के भइहाल्यो त, सेटल भइहाल्यो है, छिट्टै, तपाईँको धेरै टाइमै लाग्दैन। तर सिल्टले चाहिँ के गर्छ त, सेटल हुन चाहिँ टाइम लाग्छ कि, सेटल त हुन्छ सिल्ट पनि, तर के हुन्छ त अलि पछि गएर सेटल हुने भयो होइन, बिस्तारै तपाईँको चाहिँ सस्पेन्सनमै हुँदै 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 पछि सेटल हुने भयो। यदि यदि पार्टिकल्सहरू, सोइल पार्टिकल्सहरू छिटै सेटल भयो भने त्यसलाई हामी फाइन सेन्ड भन्छौँ। यदि पार्टिकल्सहरू चाहिँ टाइम लगाएर सेटल भयो भने त्यसलाई हामी के भन्छौँ त, सिल्ट भन्छौँ। त्यसरी चाहिँ के गर्ने त, तपाईँले चाहिँ छुट्याउने है। यहाँ लास्टमा क्राइटेरिया लेखिदिएको छ, इफ मोर देन 50% पार्टिकल्स सेटल्स इमिडिएटली होइन, 50% भन्दा बढी सोइल पार्टिकल चाहिँ इमिडिएटली सेटल भयो भने त्यसलाई हामी फाइन के भन्छ त्यसलाई हामी फाइन सेन्ड भन्छौँ। फाइन सेन्ड भएको रहेनछ, एकछिन है, फाइन मात्र लेखेर रहेछ मैले, सेन्ड पनि लेख्नु त, फाइन सेन्ड होइन। यदि चाहिँ त्यस्तो भएन भने त्यसलाई हामी के भन्छौँ, सिल्ड भन्छौँ। बुझ्नुभयो नि होइन। अब अर्को छ सिल्ड भर्सेस क्ले भन्ने छ। अब फाइन ग्रेन सोइलमा सिल्ड भर्सेस क्ले छुट्याउनु पर्यो, आँखाले हेरेर चाहिँ छुट्याउन मिल्दैन, अघि हामीले भनिसक्यौँ फाइन ग्रेन सोइललाई चाहिँ आँखाले हेरेर चाहिँ छुट्याउन मिल्दैन भनेर। अब के गर्ने त, डाइलाटेन्सी टेस्ट भन्ने छ, त्यो गर्ने है। अब यो भन्ने एकदम इजी छ, के गर्ने भने फर्स्टमा जस्तै यो सिल्ड छ होइन, यो सिल्ड छ, यो सिल्डलाई चाहिँ के गर्ने त, पानीमा भिजाएर एउटा बल बनाउने, के बनाउने, बल बनाउने, यसरी एउटा बल बनाउने। क्लेलाई पनि के गर्ने त, पानीमा भिजाएर चाहिँ एउटा बल बनाउने, मुछेर एउटा के गर्ने त, बल बनाउने। सानोमा खेल्नुहुन्थ्यो नि बल होइन, त्यो बल बनाउने, यो क्ले भयो है। यसरी दुईटा बलहरू बन्यो, एउटा चाहिँ सिल्डको बन्यो, एउटा चाहिँ सिल्डको बन्यो, अर्को चाहिँ के को बन्यो त, क्लेको बन्यो है। अब के हुन्छ है, अब हेर्नुहोस्, यसरी दुईटा बल बनिसकेपछि अब चाहिँ यसरी हातमा राखेर है, यो अब तपाईँले हात बुझ्नुहुन्छ कि बुझ्नुहुन्न, अब यसरी यो हातमा राख्ने होइन, यो बललाई चाहिँ हातमा राख्ने, अनि हातलाई चाहिँ यसरी सेक गर्ने कि, यसरी अगाडि पछाडि सेक हल्लाउने कि, हल्लाउने। हल्लाउने बेला के हुन्छ भने यो तपाईँको चाहिँ यो सिल्टमा भएको होइन, सिल्टमा यदि सिल्ट रहेछ भने यो पानी चाहिँ बाहिर एपियर्स भइहाल्छ कि, यसरी हल्लाउने बेला पानी बाहिर आइहाल्छ, यसरी छेउ यो बलको छेउबाट के आउँछ त, पानी आउँछ। यसरी सेकिङ गर्ने बेला के हुन्छ भने यो तपाईँको चाहिँ यो बलबाट चाहिँ पानी चाहिँ एकैछिनमा बाहिर देखिहाल्छ। बुझ्नुभयो नि होइन। अनि तपाईँको यो बलको के भन्छ मिडमा चाहिँ यसरी थिच्ने बेला यो पानी फेरि भित्र के भइहाल्छ त, गायब भइहाल्छ फेरि होइन, पानी चाहिँ अझ भित्र गइहाल्छ भने त्यो के हुन्छ, सिल्ट हुन्छ होइन। बुझ्नुभयो कि भएन। अब क्ले चाहिँ के हुन्छ भने क्लेमा चाहिँ हातमा लिनुभयो बल बनाएर हल्लाउनु भयो, हल्लाउने बेला सिल्टमा चाहिँ थोरै हल्लाउने बेला पनि के भइहाल्थ्यो त, पानी बाहिर आइहाल्थ्यो। तर क्लेमा चाहिँ के हुन्छ त, तपाईँको चाहिँ थोरै समयमा चाहिँ पानी बाहिर देखिन्न होइन, यो हल्लाउने बेला थोरै समयमा पानी देखिन्न, अलि टाइम चाहिँ लाग्छ, क्लेमा चाहिँ अलिकति टाइम लाग्छ। र के हुन्छ त, पानी अलि पछि चाहिँ पानी आयो भने फेरि अझ त्यो बललाई यसो थिच्ने बेला, मिडमा चाहिँ कम्प्रेसन गर्ने बेला, यस्तो थिच्ने बेला पानी चाहिँ भित्र जाँदैन फेरि भने त्यो चाहिँ के हुन्छ त, क्ले हुन्छ। बुझ्नुभयो कि भएन हो। यसरी चाहिँ हामी सिल्ट र क्लेलाई चाहिँ फिल्डमै हामी छुट्याउन सक्छौँ होइन। त्यहाँ लिने, अलि पानीमा मुछेर बल बनाउने, हातमा लिने, हल्लाउने, अनि हल्लाउने बेला चाहिँ तपाईँको पानी चाहिँ बाहिर एपियर्स भयो देखियो भने त्यसलाई हामी सिल्ट भन्छौँ। यदि थिच्ने बेला बिचको मिडमा चाहिँ कम्प्रेस गर्ने बेला यदि पानी भित्र गायब भयो होइन, त्यो बाहिर देखेको पानी चाहिँ फेरि अझ भित्र गयो या गायब भयो भने त्यसलाई सिल्ट भन्छौँ। क्ले भनेको जस्ट उल्टो, थोरै हल्लाउने बेला पानी देखिन्न, एकदम धेरै हल्लाइसकेपछि पानी चाहिँ बाहिर सर्फेसमा देखिन्छ र के हुन्छ त, अनि कम्प्रेस गर्ने बेला चाहिँ पानी चाहिँ के भइहाल्छ त, फेरि डिसएपियर्स हुँदैन भने त्यसलाई हामी क्ले भन्छौँ। ल यसरी सिल्ट र क्लेलाई पनि हामी छुट्याउन सक्ने भयौँ।
है। अब त्यसै गरी चाहिँ अर्को टेस्ट पनि छ, हेर्नुहोस् अब यो पनि तपाईँले अप्ठ्यारो लाग्यो, यो हेर्नु त, माथिको पनि गर्न सक्नु भएन, सेडिमेन्टेसन एनालाइसिस पनि गर्न सक्नु भएन, वा तपाईँले चाहिँ दुई तिनवटा एउटै उसलाई चाहिँ तपाईँ स्योर हुनु भएन भने दुई तिनवटा टेस्ट गर्न सक्नुहुन्छ अनि कन्फर्म हुन्छ नि होइन। सेडिमेन्टेसन गर्ने, अनि त्यसपछि चाहिँ डाइलाटेन्सी गर्ने। अब डाइलाटेन्सी पनि गर्न तपाईँले चाहिँ यो पनि त्यति तपाईँलाई चित्त बुझेन भने, स्योर हुनुहुन्न भने अब के गर्ने त, ड्राई स्ट्रेन टेस्ट गर्ने। ड्राई स्ट्रेन टेस्टमा चाहिँ के भन्छ भने फेरि अझ के गर्ने त, यसरी तपाईँको यो के भन्छ, यो माटोमा चाहिँ माटो लिएर चाहिँ के गर्ने त, तपाईँको चाहिँ एउटा चाहिँ यसरी बल बनाउने होइन, माटो माटो लिएर एउटा के बनाउने त, ड्राई सोइल पिस बनाउने। अब के हुन्छ भने यसमा चाहिँ यो ड्राई सोइल पिस बनाउनु भयो अनि चाहिँ यसरी माथिबाट चाहिँ फिङ्गरले, हत्केलाले होइन, यसरी फिङ्गरले चाहिँ औँलाले के गर्नुभयो त, यसरी यो औँलाले चाहिँ यो औँलाले थिच्नुभयो यसलाई। थिच्ने बेला यदि यो बल चाहिँ फुट्यो भने त्यसलाई हामी के भन्छौँ त, क्ले भन्छौँ होइन। इजिली फुट्यो, यसो अलिकति प्रेस गर्ने बेलै फुटिहाल्यो भने त्यसलाई हामी सरी क्ले होइन सिल्ड भन्छौँ। यदि अलिकति औँलाले चाहिँ यसो प्रेस गर्ने बेला फुटेन र अलि फुट्नलाई चाहिँ अलि टाइमै लाग्यो वा एकदम धेरै जोरले थिचिसकेपछि मात्र फुट्यो भने त्यसलाई हामी के भन्छौँ त, क्ले भन्छौँ। भन्नु खोजेको सिल्ड चाहिँ थोरै औँलाले चाहिँ यसरी टच गर्ने बेला पनि फुटिहाल्ने रहेछ, तर क्ले चाहिँ तपाईँको चाहिँ एकदम तपाईँको चाहिँ हार्डली प्रेस गरिसकेपछि मात्र फुट्ने रहेछ। त्यही भएर यसरी दुईवटा कुराबाट चाहिँ हामी के गर्न सक्छौँ त, यो के भन्छ हामी चाहिँ क्लासिफाई गर्न सक्छौँ है त। बुझ्नुभयो नि होइन, ड्राई स्ट्रेन टेस्ट भनेको त्यो भयो। ए सरी, सेडिमेन्टेसन भने माथि फाइन स्यान्ड भर्सेस सिल्डमा रहेछ है, एउटैमा भन्दै थिएँ। सिल्ड भर्सेस क्लेमा चाहिँ पहिलो मेथड चाहिँ डाइलेटेन्सी गऱ्यौँ, त्यो पछि चाहिँ हामीले के गर्यौँ त, ड्राई स्ट्रेन टेस्ट गऱ्यौँ। अब त्यो पछि पनि भएन भने तपाईँले चाहिँ सोपी फिलिङ इन ह्यान्ड गर्न सक्नुहुन्छ। के गर्न सक्नुहुन्छ भने जस्तै सिल्डलाई चाहिँ होइन हातमा लिनुभयो, यसरी टच गर्ने बेला चाहिँ सोफी फिल भयो होइन, सोफी फिल भयो भने त्यो चाहिँ सिल्ड भयो। यदि सोफी फिल भएन भने त्यसलाई चाहिँ के त, यसरी हातमा लिएर रगड्ने बेला चाहिँ सोफी फिल भयो भने सिल्ड भयो। यदि त्यस्तो भएन भने चाहिँ के त, के हुँदो रहेछ त, क्ले हुँदो रहेछ भनेर पनि तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ त, फिल्डमै छुट्याउन सक्नुहुन्छ है। ल अब छ प्लास्टिक क्ले भर्सेस नन प्लास्टिक क्ले। अब क्लेमा पनि दुईवटा हुन्छ, तपाईँले एमसिक्यूमा पनि पढ्नुभयो होला यो होइन। एउटा हुन्छ प्लास्टिक क्ले, एउटा हुन्छ नन प्लास्टिक क्ले। प्लास्टिक क्लेलाई चाहिँ के गर्न सकिन्छ त, अब पहिले चाहिँ के गर्ने त, बल बनाउने होइन, क्लेको चाहिँ बल बनाउने। बल बनाइसकेपछि दुईटा हत्केलाको बिचमा चाहिँ के गर्ने त, रगड्ने होइन, रोल गर्ने। रोल गर्ने बेला चाहिँ यदि प्लास्टिक क्लेलाई चाहिँ सानो मसिनो थ्रेडसम्म चाहिँ रोल गर्न सकियो भने त्यो प्लास्टिक क्ले, यदि चाहिँ रोल गर्दा गर्दै बिचमै फुटिहाल्यो भने त्यसलाई हामी के भन्छौँ त, नन प्लास्टिक क्ले भन्छौँ है। ल अब हामी चाहिँ अगाडि बढ्छौँ। यो चाहिँ के भयो त, फिल्ड आइडेन्टिफिकेसन भयो। अब हामी चाहिँ के पढ्छौँ त, अब सोइल क्लासिफिकेसन पढ्छौँ है त। अब सोइल क्लासिफिकेसन चाहिँ हामी गर्छौँ, क्लासिफिकेसन अफ सोइल। नेक्स्ट टपिक चाहिँ के छ त, क्लासिफिकेसन अफ सोइल। मैले भनिहालेँ यो केमा हुन्छ त, ल्याब टेस्टको आधारमा चाहिँ क्लासिफाई गरिन्छ है त। अब यो क्लासिफाई सिस्टममा चाहिँ होइन, फर्स्टमा छ एमआइटी क्लासिफिकेसन, सिस्टम। सेकेन्डमा छ एक्सर, एक्सर क्लासिफिकेसन सिस्टम। इम्पोर्टेन्ट भनेको यो हो,
युनिफाइड सोइल क्लासिफिकेसन सिस्टम युएससिएस। अब क्लासिफिकेसन सिस्टम त अरू पनि छ, इन्डियन सोइल छ, ब्रिटिस छ, इन्डियन सोइल क्लासिफिकेसन सिस्टम आइएससिएस, ब्रिटिस छ, ब्रिटिस सोइल क्लासिफिकेसन सिस्टम बिएससिएस, अमेरिकन स्ट्यान्डर्ड अफ टेस्टिङ मेसिन एएसटिएम, सोइल क्लासिफिकेसन सिस्टम आस्तो सोइल क्लासिफिकेसन सिस्टम। ल यो छ। अब यसमा पनि यसको युजहरू के छ त, यसको युजहरूको बारेमा हेरौँ। यसको युजहरू चाहिँ टु अन्डरस्ट्यान्ड द सोइल, सेम वे globally, to classify the soil using standard symbol। ल अब सोइल क्लासिफिकेसनमा हेर्नुहोस् होइन, एमआइटी क्लासिफिकेसन सिस्टम छ, त्यसै गरी टेक्सर छ। यो टेक्सर चाहिँ एग्रिकल्चर इन्जिनियरहरूले चाहिँ बढी जस्तो युज गर्छन् होइन। त्यसै गरी युनिफाइड सोइल क्लासिफिकेसन सिस्टम लगभग हामी पनि यही पढ्छौँ, र तपाईँलाई इक्जाममा सोध्ने पनि के हुन्छ त, युनिफाइड सोइल क्लासिफिकेसन सिस्टमै हुन्छ। अब त्यसमा पनि एकदमै यो इम्पोर्टेन्ट नै छ होइन, न्युमेरिकल पनि इम्पोर्टेन्ट छ योदेखि। त्यसै गरी इन्डियन सोइल क्लासिफिकेसन पनि छ, ब्रिटिस पनि छ, एएसटिएम पनि छ, आस्तो पनि छ। अब हामी चाहिँ के त फर्स्टमा चाहिँ अब यो युनिफाइडै पढ्छौँ, र अरू चाहिँ यिनीहरू लेस इम्पोर्टेन्सहरूलाई पछि पिडिएफबाट पनि पढौँला होइन। यिनीहरूको बारेमा त्यस्तो डिटेलमा चाहिँ हामी जाँदैनौँ है त अरूमा चाहिँ। यो चाहिँ नत्र अब तपाईँलाई सर हामी पढ्छौँ नै भन्नुहुन्छ भने पछि पिडिएफबाट चाहिँ म अरू चाहिँ पढौँला। युनिफाइड सोइल क्लासिफिकेसन चाहिँ अहिले चाहिँ हामी अब यो लेखेरै पढ्छौँ, किनकि यो एकदम सोध्ने क्वेसन हो। यसको युज चाहिँ के हो भने ग्लोबली विश्वभरि नै सोइललाई चाहिँ एउटै एक नासले चाहिँ बुझ्न जरुरी छ भनेर चाहिँ क्लासिफिकेसन गरेको, र एउटै सिम्बल युज गर्यो भने के त, अब तपाईँले नेपालमा काम गर्नुभयो फेरि युएसमा काम गर्नुभयो भने त्यति बेला चाहिँ एउटै सिम्बल भयो भने सजिलो पनि भयो कि, एउटा स्ट्यान्डर्ड सिम्बलको लागि पनि सोइललाई के गरे हो त क्लासिफाई गरेको है त। ल अब हामी युनिफाइड सोइल क्लासिफिकेसन सिस्टम चाहिँ हेर्छौँ है त। यो अलिक अलिकति यो ठुलै छ होइन, यसमा पनि चाहिँ युएससिएस है त, युएससिएस सोइलको बारेमा हेरौँ। ठुलो टेबल बनाउनु होला।
फर्स्टमा छ मेजर डिभिजन, त्यसपछि डिभिजन, त्यसपछि माइनर डिभिजन, सब माइनर डिभिजन, यो चाहिँ क्राइटेरिया भन्नु न। फर्स्टमा छ कोर्स ग्रेन सोयल, यसमा के छ त कोर्स ग्रेन सोयल, यसमा चाहिँ के हुनुपर्छ त कोर्स ग्रेन सोयल चाहिँ ग्रेटर देन 50% सोयल पार्टिकल चाहिँ soil particles are written on $75 micron sieve, और यसलाई के पनि भन्न मिल्छ त 200 नम्बर, कम्पार्टमेन्ट नम्बर 200 पनि भन्न मिल्छ। न यो भयो, यसमा दुईटा लाइनमा एउटा तान्नु होइन। ल डिभिजनमा चाहिँ के छ, फर्स्टमा ग्राभेल छ, ग्राभेल छ, यहाँ चाहिँ के छ स्यान्ड छ। ग्राभेल चाहिँ कति बेला हुन्छ त ग्रेटर देन 50% soil particles are written on .75 mm sieve भन्छ। त्यसै गरी स्यान्ड चाहिँ के त greater than 50% soil particles are passed on 4.75 mm sieve। अब यसमा पनि के छ त माइनर डिभिजनमा एउटा चाहिँ प्योर ग्राभेल छ, प्योर ग्राभेल, एउटा चाहिँ ग्राभेल विथ फाइन्स, सरी प्योर ग्राभेल हो, ग्राभेल विथ फाइन्स। प्योर ग्राभेलमा चाहिँ फाइन्सहरू, प्योर ग्राभेलमा चाहिँ फाइन्सहरू के हुन्छ त लेस देन 5% हुन्छ भने ग्राभेल विथ फाइन्समा चाहिँ फाइन्सहरू के हुन्छ त ग्रेटर देन 12% हुन्छ। त्यसै गरी अर्को छ प्योर स्यान्ड र स्यान्ड विथ फाइन, विथ फाइन्स। प्योर स्यान्डमा चाहिँ फाइन्सहरू के हुन्छ लेस देन 5% होइन। स्यान्ड विथ फाइनमा चाहिँ के हुन्छ त फाइन चाहिँ ग्रेटर देन 12% हुन्छ। अब
यसको सिम्बलहरू पनि छ है, सिम्बलहरू पनि होइन। अब यो सिम्बलमा चाहिँ प्योर ग्राभिललाई हामी जिडब्लु भन्छौँ, अर्कोलाई हामी जिपी भन्छौँ। यसमा पनि दुईटा सिम्बलहरू तिर्नु पर्यो एकैछिन। ल यसमा पनि के छ त, फर्स्टमा प्योर ग्राभिलमा पनि जिडब्लु, जिडब्लु छ, जिडब्लु। अर्कोमा चाहिँ जिपी, क्राइटेरिया के छ त, जिपी र जिडब्लु को क्राइटेरिया चाहिँ यदि सियु चाहिँ ग्रेटर देन 4 भयो र सिसी चाहिँ 1 देखि 3 सम्म भयो भने हामी जिडब्लु भन्छौँ, नत्र हामी के भन्छौँ त, जिपी भन्छौँ, अदरवाइज जिपी भन्छौँ। त्यसै गरी अर्को छ जिएम, अर्को छ जिसी। अब यसमा चाहिँ बिलो ए लाइन, बिलो ए लाइन भयो भने जिएम, एबोभ ए लाइन भयो भने जिसी हुन्छ। त्यसै गरी यहाँ पनि के त, त्यसै गरी एसडब्लु, एसपी, एसएम, एससी सेम हो, क्राइटेरिया फरक छ। एसडब्लुमा चाहिँ के छ भने मैले डिफ्रेन्ट डिफ्रेन्ट पेनहरू लेखेँ है, तपाईँले यो केही होइन, यो नझुक्कियोस् भनेर मात्र हो, एउटै पेनले पनि फरक त पर्दैन। यसमा चाहिँ सियु ग्रेटर देन 6 अनि त्यो त सेम हो, 1 इज लेस देन सिसी, कोफिसिएन्ट अफ कर्वेचर इज लेस देन 3, यो चाहिँ अदरवाइज एसपी, यो चाहिँ अब बिलो ए लाइन र अबोभ ए लाइन। ल यो क्राइटेरिया भयो है। अब हामी त्यसपछि हामी के गर्छौँ त, फाइन कोर्स ग्रेन सोइल भयो, अब चाहिँ हामी फाइन ग्रेन सोइल चाहिँ पढ्छौँ है त। फाइन ग्रेन सोइल, अर्को पेन युज गरेँ फाइन ग्रेन सोइललाई, फाइन ग्रेन सोइल यो भनेको चाहिँ अब थाहा नै छ तपाईँलाई, 50% भन्दा सोइल पार्टिकल्सहरू आर passed in 0.075 mmC or 75 माइक्रोन पनि भन्न मिल्छ। यसमा पनि छ, यसमा पनि दुईटा छ है, यसमा पनि दुईटा छ।
यसमा पनि के छ भने silt and clay liquid limit less than 50%. Silt and clay liquid limit greater than 50%. यो छ। अब यिनीहरूको सिम्बल छ CH, MH र OH। यहाँ चाहिँ CL, ML र OL। थोरै अर्को छ यो हाइली अर्ग्यानिक क्ले जसमा चाहिँ हामी पिट भन्छौँ। पिटी भन्ने सिम्बल युज गरिन्छ। पिट भन्ने सिम्बल युज गरिन्छ, भयो त्यति नै हो। ल अरू के चाहिन्छ? एउटा चाहिँ प्लास्टिक ड्युल सिम्बलको लागि है, एकछिन एउटा छुट्या रहेछ। ओहो, 5 to 12% fines. Dual name GP GM GP GC। त्यसै गरी यहाँ पनि यसो गरौँ न, नत्र एकछिन है। यहाँ चाहिँ 5 to 12% फाइन्स लेखौँ। अनि यहाँ पनि ड्युल नेम SP SM SP SC। अब एउटा प्लास्टिसिटी चार्ट बनाउँदा हुन्छ, नबनाउँदा हुन्छ, तर बनाउनै पर्छ।
एउटा प्लास्टिसिटी चार्ट हेरौँ। यसकै छेउमा यहीँ बनाइदिँदा पनि हुन्थ्यो होला, त्यहीँ बनाइदिन्छु है त, यही ठिक हुन्छ तपाईँहरूले। त तपाईँहरूले छुट्टै पनि बनाउन सक्नुहुन्छ। माथि चाहिँ प्लास्टिक इन्डेक्स आइपी भनौँ, बुझिहाल्नुहुन्छ तपाईँले प्लास्टिसिटी इन्डेक्स भनेको। प्लास्टिसिटी इन्डेक्स आइपी, यता चाहिँ लिक्विड लिमिट डब्लुएल। अब यहाँ छ 10, 20, 30, 40, 50, 60, 70। यहाँ छ 10, 20, 30, 40, 50, 60, 70, 80, 90 यति छ। देखि माथि लानु पर्यो यो कपलाई, 50 देखि काट्नु पर्यो। ल अब यो भयो हैन। अब यता हुन्छ यो छ 4, 7। यो छ सिएल, एमएल र ओएल, सिएच, एमएच र ओएच। यो चाहिँ प्लास्टिसिटी आइपी भनेको डब्लुएल, सरी आइपी भनेको फर्मुला, यो आइपी भनेको 0.73 डब्लुएल माइनस 20, डब्लुएल माइनस 20 हो। ए लाइन भयो यो होइन। अरू के छ, ल यिनीहरूको सिम्बलको बारेमा लेखौँ है त, यति नै हो यो प्लास्टिसिटी चार्ट भनेको। यो लाइनलाई चाहिँ सिएल एमएल भन्छन् यो चार्टलाई चाहिँ। प्लास्टिसिटी चार्ट फॉर laboratory classification of fine sand, fine soil। जसमा चाहिँ सियु भनेको हामीले उता अब्जेक्टिभमा पढेका छौँ। सियु भनेको D60/D10
र सिसी भनेको D30² डिभाइडेड बाई D10 टाइम्स D60। यो छ। अनि अरू के छ, न्युमेरिकल चाहिँ भोलि गर्छौँ, आज भ्याइँदैन है। मलाई चाहिँ त्यस्तो के छैन जस्तो लाग्छ। ए यिनीहरूको बारेमा सिम्बल, यो GW भनेको के हो त? GW भनेको वेल ग्रेडेड ग्राभल, GP भनेको पुअर ग्रेडेड ग्राभल। त्यसै गरी GM भनेको नन प्लास्टिक ग्राभल, GP भनेको प्लास्टिक। GP होइन, GC रहेछ। पक्ने यसरी यसरी होइन, यसरी लेखौँ। W भनेको वेल ग्रेडेड, E भनेको पुअर ग्रेडेड होइन, M र C होइन, M र C। M भनेको नन प्लास्टिक, प्लास्टिक फाइन। C भनेको प्लास्टिक फाइन्स। G भनेको ग्राभल, S भनेको स्यान्ड। अरू के छ? यो त भयो नि होइन, CLMH पनि भएन ल, ठिक छ। CHM त्यसै अब C भनेको क्ले भनेको सिल्ट होइन। अनि त्यसै गरी CH भनेको हाइली प्लास्टिक, हाइली प्लास्टिसिटी इनअर्गेनिक क्ले। CL भनेको लो टु मिडियम प्लास्टिसिटी इनअर्गेनिक क्ले। OL भनेको CH लो टु मिडियम अर्ग्यानिक क्ले, अर्ग्यानिक क्ले। त्यसै गरी MH भनेको हाई प्लास्टिसिटी
इनअर्गेनिक सिल्ट MH ML र OH low to medium plasticity inorganic silt high organic clay ClOl L ClMH ल भयो सबै भयो ल यो उता माथि लेखायो भने थियो ल सबै सिम्बलहरू चाहिँ हामीले लेख्यौँ ल एक्सप्लेनेसनतिर जाउँ होइन अब यो आज भ्याउँछ कि भ्याउँदैन होइन 8 बजीसम्म भन्दै थियो क्लास अब यो एकदमै सोध्ने क्वेसन पनि हो होइन इक्जाममा र योबाट न्युमेरिकलहरू पनि छ फेरि त्यही भएर पनि न्युमेरिकलहरूको लागि पनि यो मेथड पढ्न चाहिँ जरुरी छ कि जस्तै यो भोलि क्लासमा हामी न्युमेरिकल पनि गरौँला होइन न्युमेरिकल पनि सोधिरहेको हुन्छ न्युमेरिकलमा चाहिँ आइडेन्टिफाई द सोयल भनेर हुन्छ कि अब त्यसको लागि चाहिँ हामीले यो चार्ट चाहिँ याद हुनु पर्यो कि होइन र फर्स्टमा हेरौँ फर्स्टदेखि हेरौँ होइन फर्स्टमा चाहिँ कोर्स ग्रेन सोइल र फाइन ग्रेन सोइललाई क्लासिफाई गर्नु पर्यो कोर्स ग्रेन सोइलमा चाहिँ 50% सोइल पार्टिकल चाहिँ के हुन्छ त 75 माइक्रोनमा रिटेन हुन्छन् भने कोर्स ग्रेन सोइल यदि 50% भन्दा यदि मोर देन 50% सोइल चाहिँ पास भयो 75 माइक्रोनबाट पास भयो भने फाइन ग्रेन सोइलमा पनि सिल्ट र क्ले छ है अब कोर्स ग्रेन सोइलमा ग्रेभिल र सेन्ड छ ग्रेभिल हुनलाई चाहिँ 4.75 mm सिपमा चाहिँ 50% भन्दा बढी सोइल पार्टिकल रिटेन हुनु पर्यो सेन्ड हुनलाई चाहिँ 50% भन्दा बढी सोइल पार्टिकल चाहिँ 4.75 mm सिपबाट पास हुनु पर्यो सेन्ड हुनलाई अब ग्रेभिलमा पनि दुईटा छ एउटा प्योर ग्रेभिल छ एउटा ग्रेभिल विथ फाइन्स छ एउटा चाहिँ यो बिचको छ है बिचको छ प्योर ग्रेभिलमा चाहिँ फाइन्सहरू के हुनु पर्यो त 5% भन्दा कम हुनु पर्यो होइन एकदम कम हुनु पर्यो प्योर ग्रेभिललाई यसलाई क्लिन ग्रेभिल पनि भन्छ र ग्रेभिल विथ फाइन्समा चाहिँ के हुनु पर्यो त फाइन्स चाहिँ ग्रेटर देन 12% हुनु पर्यो यदि प्योर ग्रेभिलमा फाइनहरू लेस देन 5% छ भने हामी दुईटा सिम्बल दिन्छौँ एउटा GW दिन्छौँ एउटा GP दिन्छौँ GW भनेको वेल ग्रेडेड ग्रेभिल GP भनेको पुवर ग्रेडेड ग्रेभिल भइहाल्यो होइन अनि अब हेर्नु त दुईटा सिम्बल दिन्छौँ दुईटा सिम्बलमा पनि कसरी छुट्याउने त यो CU र CCले छुट्याउने है CU भनेको चाहिँ के हुन्छ त यहाँ हामीले लास्ट टाइम पढेको थियौँ कोपिसेन्ट अफ के अरे युनिफर्मिटी कोपिसेन्ट कोपिसेन्ट चाहिँ D60/D10 गर्ने कोपिसेन्ट अफ कर्वेचर चाहिँ D30 स्क्वायर डिभाइडेड बाई D10 इन्टु D60 गर्ने यदि CU चाहिँ ग्रेटर देन 4 आयो CC चाहिँ 1 देखि 3 को बिचमा आयो भने GW दिने यस्तै यदि यस्तो आएन भने GP दिने सक्यो ग्रेभिल विथ फाइन्समा चाहिँ के गर्ने त GM र GC दिने अब GM कति बेला दिने त हेर्नु त यो प्लास्टिसिटी इन्डेक्स चार्ट हेर्नुहोस् यो यहाँ चाहिँ लिक्विड लिमिट छ यहाँ चाहिँ प्लास्टिक इन्डेक्स छ यो चाहिँ 20 देखि गएको छ अब यदि चाहिँ हेर्नु त यो लिक्विड लिमिट चाहिँ 50% भन्दा कम छ भने CL ML र OL हुँदो रहेछ यदि चाहिँ लिक्विड लिमिट चाहिँ 50% भन्दा बढी छ भने CH MS र OH भन्ने सिम्बल दिइने रहेछ होइन यो 20 भन्दा उता गएको चाहिँ यो प्लास्टिसिटी इन्डेक्सको यो लाइन हो होइन यसलाई A लाइन भन्छौँ हामी के भन्छौँ यसलाई A लाइन होइन यसलाई चाहिँ A लाइन भन्छौँ यो चाहिँ कसरी दिइन्छ भने यो चाहिँ A लाइन्स भन्ने कसरी थाहा हुन्छ भने यो तपाईँले चाहिँ यो फर्मुला युज गरेर प्लास्टिसिटी इन्डेक्स भनेको 0.73 WL माइनस 20 गर्ने यदि यो भ्यालु भन्दा यदि हुन्छ नि यो आइपी भन्दा चाहिँ यो आइपी जति हुन्छ नि यो लाइनको त अब एउटा भ्यालु छ नि त यो फर्मुलामा राख्ने बेला यदि आइपी भन्दा चाहिँ बढी भ्यालु आयो भने सिएच भन्ने सिम्बल दिने होइन यदि आइपी भन्दा कम भ्यालु आयो भने एमएच वा ओएच भन्ने सिम्बल दिने बुझ्नुभयो नि होइन हो यो एबोभ पर्छ कि बिलो पर्छ भनेर भन्नलाई चाहिँ यो आइपी निकाल्ने अब गिभन आइपी चाहिँ कम्पेयर गर्ने के यो गिभन आइपी यो निकालेको आइपी भन्दा गिभन आइपी चाहिँ सानो छ भने एमएच र ओएच लेख्ने यदि ठुलो छ भने सिएच भन्ने सिम्बल लेख्ने त्यति मात्र भने होला हेर्नुहोस् अब यदि यो के भन्छ
ए लाइन, यो ए लाइन भने त यो ए लाइन भन्दा चाहिँ बिलोमा पर्यो भने होइन, जस्तै यो आइपी भन्दा, यो आइपी को भ्यालु भन्दा यो ए लाइनको त समथिङ भ्यालु हुन्छ नि त यो फर्मुलामा राख्ने बेला होइन। यदि यो भ्यालु भन्दा बिलो पर्यो भने जिएम भन्ने सिम्बल दिने होइन। यदि ए लाइन भन्दा अबोभमा पर्यो भने जिसी भन्ने सिम्बल दिने भइहाल्यो। एम भनेको चाहिँ के हो त, एम भनेको चाहिँ तपाईँको चाहिँ नन प्लास्टिक फाइन भन्छ, सी भनेको प्लास्टिक फाइन भन्छ। अघि हामीले पढिसक्यौँ नन प्लास्टिक फाइन भने चाहिँ सिल्ट हो, प्लास्टिक फाइन भने चाहिँ क्ले हो भनेर चाहिँ होइन। अब यसमा पनि अर्को छ, ल यो बुझ्नुभयो। अब सेन्डमा पनि प्योर सेन्ड र सेन्ड विथ फाइन्स छ। लेस देन 5% छ भने प्योर सेन्ड, ग्रेटर देन 12% छ भने सेन्ड विथ फाइन्स। यसमा पनि प्योर सेन्डमा पनि दुईवटा सिम्बल दिन्छौँ हामी, एसडब्लु र एसपी। यो वेल ग्रेडेड सेन्ड र पुवर ग्रेडेड सेन्ड हो। यदि चाहिँ यो कोपिसेन्ट चाहिँ यो क्राइटेरिया म्याच गरिरहेछ भने एसडब्लु, यदि यो क्राइटेरिया म्याच गरेको छैन भने एसपी। यदि चाहिँ ए लाइन भन्दा बिलोमा छ भने एसएम, ए लाइन भन्दा अबोभमा छ भने एससी होइन। तर के त 5 देखि 12% भयो भने के गर्ने त, हेर्नु त 5 देखि 12%, ग्राभिलको फाइन चाहिँ 5 देखि 12% छ भने ड्युल सिम्बल चाहिँ दिइन्छ, जिपी र जिएम। हेर्नु याद गर्नु पनि सजिलो, जिपी जिएम, जिपी जिसी भन्ने यो दुईवटा सिम्बल चाहिँ दिइन्छ है त, त्यो पर्सेन्टको फाइनमा भयो भने। अब अर्को छ यदि सेन्ड चाहिँ 12 देखि 15% के अरे 5 देखि 12%को बिचमा भयो भने ड्युल सिम्बल दिइन्छ, एसपिएसएम एसपिएससी भन्ने सिम्बल दिइन्छ। ल अब चाहिँ के गर्नु पर्यो, तपाईँले चाहिँ फाइन ग्रेन सोइल चाहिँ क्लासिफाई गर्नु पर्यो होइन। फाइन ग्रेन सोइललाई चाहिँ हामी यही प्लास्टिसिटी चार्टबाट क्लासिफाई गर्छौँ। यदि सिल्ट र क्ले चाहिँ सिल्ट र क्लेमा चाहिँ लिक्विड लिमिट चाहिँ लेस देन 50% छ भने, लेस देन 50% छ भने सिएल एमएल र ओएल भन्ने सिम्बल दिन्छौँ, सिएल एमएल र ओएल। यदि चाहिँ लिक्विड लिमिट चाहिँ ग्रेटर देन 50% छ भने सिएचएमएस र ओएच भन्ने सिम्बल दिन्छौँ, सिएचएमएस र ओएच भन्ने सिम्बल दिन्छौँ। त्यही लेखा छ। यदि हाइली इनअर्ग्यानिक क्ले हो भने त्यति बेला चाहिँ पिट भन्ने, पिटी भन्ने सिम्बल चाहिँ हामी लेख्छौँ है त। यो चाहिँ अब यो कुहिएको भेजिटेबल्सहरूलाई चाहिँ त्यो हो। ल अब अरू यो सिएच भने चाहिँ के रहेछ त, हेर्नु त सिएच भनेको चाहिँ हाइली प्लास्टिक इनअर्ग्यानिक क्ले रहेछ, हाइली प्लास्टिक इनअर्ग्यानिक क्ले। त्यसै गरी सिएल भनेको लो टु मिडियम वा लो प्लास्टिसिटी इनअर्ग्यानिक क्ले रहेछ। बुझ्नुभयो नि होइन, हाई अर्ग्यानिक इनअर्ग्यानिक क्ले, यो चाहिँ लो इनअर्ग्यानिक क्ले। त्यसै गरी एमएच र एमएल भनेको चाहिँ के रहेछ त, हाई प्लास्टिसिटी इनअर्ग्यानिक सिल्ट र एमएल भनेको लो प्लास्टिसिटी इनअर्ग्यानिक सिल्ट रहेछ। त्यसै गरी ओएल र ओएच भनेको चाहिँ हाइली अर्ग्यानिक क्ले र लो इनअर्ग्यानिक क्ले रहेछ। ल यतिमा चाहिँ हामी यो क्लासिफिकेसन सिद्ध्यायौँ। अब भोलि चाहिँ यो रिलेटेड चाहिँ हामी के गर्नेछौँ त, एमसिक्यू यसको पढ्नेछौँ। ल म तपाईँहरूको चाहिँ क्वेसनहरू हेर्छु है त के छ। 7th लेभलको क्लास हो होइन। आज फर्स्ट डे क्लासै हो आज होइन। आजको सबैलाई म देखाउँछु है। जियो टेक्निकल इन्जिनियरिङ हो होइन। टेकोमेट्री सर्वे होइन, टेकोमेट्री सर्वे पढाउने अर्कै सर हुनुहुन्छ, म चाहिँ यही हो। ल आजको सबै क्लास चाहिँ यहीँदेखि हो है त। ल लिनु त स्क्रिनसट लिने भयो। भोलि चाहिँ न्युमेरिकल गरेर पनि धेरै बुझिएला है त्यो होइन। न्युमेरिकल गर्छौँ, तपाईँहरू पढ्नु, त्यो थ्योरी नै सोधिरहेको छ धेरै जस्तो त होइन। अब के भन्छ पक्नु है, यसरी गर्ने स्क्रिनसट एउटा एउटा पेज आउँछ कि यसरी गऱ्यो भने। ल गर्नु त, एउटा एउटा पेज हुन्छ क्या। ल भोलि चाहिँ यो न्युमेरिकल गर्छौँ है त। ल थ्याङ्क यू, आजलाई यति नै गरौँ है। 7th लेभलको हो, 7th लेभलको लागि मात्र हो है। जियो टेक्निकल इन्जिनियरिङ 7th लेभलको लागि मात्र हो। अब सब इन्जिनियरमा यो डिटेलमा पढ्नु पर्दैन। हुन त तपाईँहरूको सब इन्जिनियर कोही हुनुहुन्छ भने उहाँहरू पनि केही क्वेसन होला, तर यो डिटेलमा पढ्न सक्नु पनि हुन्न, तपाईँले पढ्नु पनि हुन्न होइन, किनकि अरू सब्जेक्टलाई पनि टाइम दिनु पऱ्यो नि त। हेर्नलाई चाहिँ अब पाइयो। ल आजलाई यति नै गरौँ है त। हस् थ्याङ्क यू। मेरो स्थानीय तह सोध्नु भएको रहेछ।